हेलो साथीहरू, स्वागत छ सबैलाई मेरो फर्स्ट मिनी भ्लगमा। हजुरहरू सन्चै हुनुहुन्छ? मलाई चाहिँ हल्का रुगाले सताइरहेको छ अनि मेरो मम्मी चाहिँ सन्चै हुनुहुन्छ। अनि आज यी दुईजना चाहिँ डोको बोकेर कता हिँड्दै छन् भन्नुहुन्छ भने चाहिँ हामी चाहिँ मम्मी र म चाहिँ घाँस काट्नु बारीतिर जाँदैछौँ। ल है साथीहरू, मेरो भिडियो हजुरहरूलाई के कस्तो लाग्छ अन्तिमसम्म हेरेर प्रतिक्रिया दिनुहोला, मिठो मिठो कमेन्ट गरिदिनु होला। हेर्नुहोस् है साथीहरू, हामी बारीतिर जाने बाटोमा चाहिँ यस्तो राम्रो राम्रो घाँसहरू थियो, तर के गर्नु, घाँस भएर अर्काको पर्छ, काट्ने दिँदैन। अनि यो चाहिँ हाम्रो मकै बारी अनि हामी चाहिँ लगभग पुग्नु लागेको थियौँ। माथि बाटोबाट भिडियो गरिरहेको थिएँ अनि भन्दा भन्दै हामी चाहिँ बारीमा पुगिसक्यौँ। अनि मम्मीले घाँस काट्नु पनि सुरु गरिसक्नु भयो। मम्मी चाहिँ काँडै भएको ठाउँमा घाँस काट्नु हुँदै थियो अनि पन्जनालाई पनि म चाहिँ काँडा काट्नु सक्छु भन्नुहुँदै थियो के मम्मीले चाहिँ। अनि मम्मी चाहिँ काँडा भएको ठाउँतिरै घाँस काट्नु हुँदै थियो। अनि मेरो मम्मीले घाँस काटेको देखेर तपाईँहरूलाई घाँस काटौँ लागेन त भन्नु त साथीहरू। कस्तो जागरिलो साथ मेरो मम्मीले चाहिँ घाँस काट्नु हुँदैछ। गाउँघरको मान्छे भइसकिसकेपछि त यतिको त हुनै पर्यो नि, होइन त साथीहरू। मम्मीले चाहिँ बारीको डिलतिर घाँस काटिराख्नु भएको थियो अनि म चाहिँ भित्ताको घाँस काट्नु सुरु गरेँ। अनि म पनि घाँस काट्दैछु। अनि साथीहरू, तपाईँहरूकोतिर कता कता मकै पाकिसक्यो, कतिजनाले भाँचिसक्नुभयो। हाम्रोतिर चाहिँ मकै पाकेकै छैन है, हाम्रोतिर चाहिँ हरियो नै छ, मकै भाँच्ने बेला भएकै छैन। अनि हाम्रो चाहिँ मकै भाँचेको छैन, तर गाउँघरतिर चाहिँ एक दुई ठाउँमा चाहिँ कोदोहरू पनि रोपिसक्नुभयो। कतिपय ठाउँतिर त कोदो रोपिसकेर पनि गोड्ने बेला भइसक्यो होला है साथीहरू। मेरो आफ्नै भोइसको यो चाहिँ पहिलो भिडियो हो। आज चाहिँ मैले आफ्नै रियल भोइसमा भिडियो बनाएको छु। खासै बोल्न त आउँदैन, त्यही पनि प्रयास चाहिँ जारी गरेको छु है। पहिलोचोटि यसरी भिडियो बनाएकोले होला खासै केही बोल्न आएन। हजुरहरूलाई मैले आफैले लेखेको एउटा शायरी सुनाउँछु, के कस्तो लाग्छ भनिदिनु ल साथीहरू। जिन्दगी आफूले सोचे जस्तो भइदिएको भए कति सुन्दर बन्थ्यो होला। हरियाली डाँडा पाखा चिरबिचरीको आवाज कहिले नसुक्ने रहन्थ्यो खोला। भोजपुरको डाँडा टक्सारको बस्ती रहेको छ मेरो गाउँ। जति टाढा गए पनि कहिले नभुल्ने स्वर्ग जस्तो आफू जन्मेको ठाउँ। पक्कै पनि है साथीहरू, गाउँघर नै धेरै रमाइलो हुन्छ। यसरी घाँस काट्नुपर्छ, रमाइलो त भइहाल्छ नि। अनि मम्मी चाहिँ त आफ्नै धुनमा घाँस काट्नु हुँदैछ। ल है साथीहरू, हामी चाहिँ घाँस काट्नु आएको थियौँ। मम्मी चाहिँ त्यहाँ माथि डिलमा घाँस काट्नु हुँदैछ। म चाहिँ यहाँ बसिरहेको छु। म नि भर्खर घाँस काटिसकेर बसिरहेको छु। मम्मी चाहिँ माथि डिलमा घाँस काट्नु हुँदैछ। हेर्दाखेरि पनि कस्तो डरलाग्दो डिल छ, भिड छ। के गर्ने साथीहरू, गाउँले भइसकिसकेपछि यतिको त गर्नै पर्यो। घाँसको भारी पनि पुगिसक्यो। मम्मी चाहिँ भारी बाँध्नु हुँदैछ। अब चाहिँ हामी घर जानु लागेको, भारी बाँधिसकेर घरतिर जाने, होइन त मम्मी? गफमा चाहिँ हाम्रो घर जाने बेला पनि भइसक्यो। अनि मम्मीले चाहिँ घाँसको भारी बोक्नुभयो, मैले पनि घाँसको मुठा बोकेको छु। ल है साथीहरू, हजुरहरूले अन्तिमसम्म मेरो भिडियो हेरेर साथ दिनुभएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। सधैँभरि यसरी नै माया गरिदिनु होला। भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर अनि फलो पनि गरिदिनु होला है साथीहरू। यति भन्दै आजको मेरो मिनी भ्लग यहीँ टुङ्ग्याउँछु। बाई बाई साथीहरू।